पार्टी खतम अवस्था छ। पार्टीलाई सही बाटो लिनलाई राजसाहबको आस्था पर्यावरण मैले पटक पटक अनुरोध गरेको छु। भावुक किन हुन्छु भने तपाईँहरूले नेपाली कङ्ग्रेसलाई बचाएर यहाँसम्म पुर्याउनु अप्ठ्यारो किन लाग्छ भने तपाईँहरू हामीभन्दा पनि धेरै सिनियर साथीहरू यहाँ देख्छौँ। हामीहरूले विधान बनाउँदाखेरि हामीहरूले संविधानलाई आधार बनेर विधान बनायौँ, जातीय क्लस्टरहरू गऱ्यौँ। तर तपाईँहरू जस्तो प्रजातन्त्र सेनानीलाई हामीले छाडिदियौँ। कार्य भूमिका निर्वाह गर्न सक्ने, एउटा मुलुकलाई एउटा दूरदृष्टि एउटा भिजन दिन सक्ने नभएर केवल गुटबन्दीमा धेरै रुङ्गलेको साथीहरू देखा पर्नुभएको छ। जो म्याच्योर्ड मान्छे जो सङ्घर्ष गरेको छ सबै डङसालको पक्षमा हुने हुन्। माने प्रजातन्त्र सेनानीको तर्फबाट तपाईँहरूले दिनुभयो भने त्यसलाई हामीले राख्न सक्छौँ। राष्ट्रिय सभामा कर्णाली प्रदेशमा म भन्दा कोही पनि हाई प्रोफाइलको छ भने म जय नेपाल गर्छु। पार्टी सत्तामा जान्छ, प्रजातन्त्र सेनानीलाई कहिले सम्झिँदैन। त्यसैले त्यसको लागि कमसेकम विधानमै व्यवस्था गर्नुपर्छ हाम्रो सुझाव रहेको। यसरी भेटघाट गर्दाखेरि के हुन्छ नि, इन्फर्मल भेटघाटमा धेरै कुराहरू आउँछ। त्यो तपाईँ ढुक्क भएर जानुहोस्। तपाईँहरूसित शेखर कोइराला तपाईँहरूसँगै छ भन्ने कुरा